यसको इतिहास, यसको विश्वभरिको कलाको सुरुवात जब कला भन्ने चिज जब मान्छेले आकृति कोर्न थाल्यो, यो लाइन आर्टहरू पनि गरेका छन्, तर त्यसमा कलर पनि युज गरेको छ। अब विशेष गरी त्यो कलर मैले एउटा भिडियो हेरेको थिएँ, क्लिप उनीहरूले भनेको छ पानीमा मिसाएर त्यो स्टोनलाई घोटेर अथवा माटो सटोको मिलाएर त्यसलाई पानीमा लिएर त्यो ब्रसले छ्यापेर चलाइरहेको देखाइरहेको थियो कि त्यो। त्यतिखेर हातले नि गऱ्यो होला भनेर भनेपछि त्यो कालदेखि नै त्यो भन्ने कुरो विशेष गरी वाटर कलर भनेको वाटर कलरबाटै सुरु होला। त्यसरी तेलबाट बनाउने चलन थिएन त्यो। मलाई त्यो देखेपछि मलाई अनि वाटर कलर त्यतिखेरबाटै सुरु भएको भन्ने मलाई लाग्छ है। त्यसै आएर चाइनिजहरूले त्यो त 1000 वर्ष अगाडि नै, कहिले 1000 वर्ष अगाडि होइन, त्यो पेपरको जब इन्भेन्ट भयो त्यसपछि अनि पेपरसँगै उनीहरूले क्यालिग्राफी सुरु गरे। क्यालिग्राफी सुरु गरेपछि त्यहाँ उनीहरूले त्यो पोर्ट्रेटहरू पनि राख्न लागे, के अरे बोट बिरुवाको त्यो अनि फुलहरूको चित्र पनि गर्न लागे के अरे। त्यसपछि त्यो गर्न लाग्दाखेरि उनीहरूलाई कालो कालो पहिला कालो मसीले मात्रै गर्ने चलन थियो। पछि उनीहरूले त्यो पिगमेन्टहरू भेटा होइन, ढुङ्गाबाट त्यसलाई वाटर बेस पानीमा चोपेर बनाउनु थाल्यो। त्यहाँ आउँछ। त्यसपछि आएर एकैचोटि अब धेरैले त्यसरी पनि गरेको देखिन्छ, पानी बेसै काम गरेको देखिन्छ। अब कालान्तरमा हामीले विशेष गरी रेनेसालाई हामीले हेर्नुपर्छ। रेनेसा भनेको पुनर्जागरण युग भन्छौँ हामी होइन। त्यतिखेर जस्तो कि दा भिन्ची भयो, टर्नर, विशेष गरी टर्नरकै काम पछिको भयो, पछिको भयो। अब रेनेसाको पिरियडबाटै सुरु गरेर अब फर्स्ट हामीले नोटेबल हामीले नोटिस गर्ने खालको आर्टिस्ट चाहिँ अल्ब्रेक्ट डुरेट, जर्मन आर्टिस्ट। उसलाई मान्नुपर्छ हामीले विशेष गरी। उसलाई के भन्छ भने वाटर कलरको जननी पनि विशेष गरी उसले धेरै फिल्डमा काम गरेको त्यो। उसको ड्रइङ, ग्राफिक, पेन्टिङहरू सबै गर्थ्यो, वाटर कलर पनि गर्थ्यो। उसले गरेको विशेष महत्त्वको छ। ऊ राम्रो आर्टिस्ट पनि थियो त्यतिखेर। सेजाले पनि गरेको छ, पल गगिलले पनि गरेको छ, पल क्लीले गरेको छ। विशेष गरी उल्लेखनीय अनि भ्यान गोगले नि बनाएको छ। अनि के अरे हाम्रो फर्स्ट के त्यो एब्स्ट्र्याक्ट आर्टिस्ट वासिली क्यानिस्कीको वाटर कलरको त्यो फर्स्ट एब्स्ट्र्याक्ट पेन्टिङ नै वाटर कलरबाट गरेको छ। थुप्रै छ। 19th सेन्चुरीबाट अलिकति राम्रो कामहरू देखिन्छ। ठुल्ठुलो आर्टिस्ट पनि धेरैले गरेको देखिन्छ। 19th सेन्चुरीमा अलिकति विकसित भयो र 20th सेन्चुरीकै अन्ततिरबाट अलिकति यो वाटर कलर धेरै आर्टिस्टले जसले पनि सुरुवात त गर्छ, तर यो लङ लास्टिङ नहुने भन्ने कुरो र अनि एउटा चाहिँ काम गर्न अलिकति गाह्रो छ। यसमा टेक्निकल र अलिकति राम्रो कामहरू देखिन्छ। ठुल्ठुलो आर्टिस्ट पनि धेरैले गरेको देखिन्छ। 20th सेन्चुरीमा अलिकति विकसित भयो र 20th सेन्चुरीकै अन्ततिरबाट अलिकति यो वाटर कलर चाहिँ पहिला विभिन्न बाद इजममा गरेको देखिन्छ। 20th सेन्चुरीको अन्तिमतिर चाहिँ विशेष गरी ल्यान्डस्केप बेस र के अरे पोर्ट्रेट बेसमा र लाइफ स्टाइलमा गरेको देखिन्छ है। मैले देखेँ अनुसार धेरैले। त्यसपछि आएर 21औं शताब्दीमा त त्यही कुरो निरन्तर गइरहेको छ। अब स्किलको हिसाब र टेक्नोलोजीको हिसाबले मिडियमकोलाई माया गर्नेहरूले त त्यसरी मन पराउँछ यसलाई। अब यसलाई अलिकति अहिले जुन ट्रेन्ड छ यसलाई चाहिँ अब अहिले तिमीलाई थाहा छ नि, विचार नै आड हो भन्छ है।